हेलो हेलो नमस्ते नमस्कार गुड आफ्टरनुन एभ्रिवान। तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ छोरी म भाउजू घुम्न जान लागेको। भाउजू चाहिँ रेडी हुँदै हुनुहुन्छ र हामी चाहिँ रेडी भएर फाइनली रुमबाट पनि बाहिर निस्किसके। देख्न सक्नुहुनेछ यता छोरी छ। छोरी चाहिँ एकदमै नक्कली भएर जाँदैछ घुम्नको लागि। अनि हामी चाहिँ गयौँ यता चोकमा आइपुग्यौँ कोठाबाट। अनि भाउजू चाहिँ पिसाब फेर्न जानुभएको थियो, त्यही भएर वेट गरेँ। अनि यतिकैमा बस पनि आयो र हामी चाहिँ बसभित्र चढेर गयौँ कमल विनायकतिर। अनि देख्न सक्नुहुनेछ हामी चाहिँ बसबाट पनि झऱ्यौँ। एकदमै गर्मी, एकदमै थकान, एकदमै गाह्रो पनि भइरहेको थियो, एकदम चक्कर लागिरहेको थियो। अनि भाउजू चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्थ्यो। अलिकति उता गएर बस चढ्नुपर्ने अरे, अनि त्यही भएर देख्न सक्नुहुनेछ हामी चाहिँ बस चढेर यता घुम्न आउने ठाउँमा आइपुगिसक्यौँ। खासमा घुम्न भन्दा पनि यता जग्गा भएको ठाउँमा आएको थिएँ कि 1 वर्ष अगाडि यता चाहिँ जग्गा किनेको थियो, त्यही भएर म चाहिँ आएको थिइनँ। अनि हेर्न आएको। अनि यो चाहिँ रहेको छ दोलखा भीमेसन मन्दिर। अनि यो मन्दिरमा गएर पनि टिका लगाएर सब फर्किसक्यौँ हामी चाहिँ। अनि यत्तिकैमा नानीले भोक लाग्यो अरे, अनि मकै पोल्ने ठाउँमा पुगिसकेपछि मकै पोल्न लगायौँ। अनि मकै पोलिसकेपछि हामी चाहिँ रुममा फर्कियो।